स्वागत छ सम्पूर्णमा एलिभेसन स्कलर्स युट्युब च्यानलमा। आज मैले ग्रेड 12 म्याथको सिक्वेन्स एन्ड सिरिजबाट मोस्ट इम्पोर्टेन्ट क्वेसन्सहरू लिएर आएको छु र आज हामीले एटलिस्ट 5 वटा क्वेसन्सहरू गर्नेछौँ र एक्सर्साइज फर्स्टबाट तपाईहरुले एक्सर्साइज फर्स्ट सिक्वेन्स एन्ड सिरिजको फर्स्ट एक्सर्साइजबाट मैले लिएर आएको छु। आज मैले जति यो क्वेसन्सहरू गराउँछु यो यति क्वेसन्स गरेपछि तपाईहरुलाई अरु कुनै पनि भिडियो हेर्नु पर्दैन। तपाईहरुले इजिली जस्तोसुकै क्वेसन पनि तपाईले इजिली सल्भ गर्न सक्नुहुन्छ। त्यसकारण आजको यो भिडियो नछुटाइकन हेर्नु होला र यो सँगसँगै मैले यहाँ क्वेसन्सहरू पनि लिएर आएको छु। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। फाइन्ड द यान टर्म एन्ड द सम अफ द फर्स्ट यान टर्म्स अफ इच अफ द फलोइङ सिरिज है। अब क्वेसन चाहिँ यसरी सोध्छ र यहाँ मैले 5 वटा क्वेसन ट्याक्क लिएर आएको छु। आज हामीले यो सल्भ गर्छौँ। यति सल्भ गरिसकेपछि तपाईहरुले सिक्वेन्स एन्ड सिरिजको फर्स्ट एक्सर्साइज इजिली सक्नुहुन्छ। त्यहाँ कुनै डाउट हुने छैन। त्यसकारण चाहिँ तपाईहरुले यो भिडियो ध्यान दिएर हेर्नु होला र फर्स्टमा हामीले जेनरल इन्ट्रोडक्सनहरु अलिकति जेनरल फर्मुलाहरु हामीले जान्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले यहाँ लिएर आएको छु र इम्पोर्टेन्ट फर्मुला के छन् भन्दाखेरि एरिथमेटिक सिरिजको लागि सिक्वेन्स फर्मुला अफ यान टर्म भनेको tn = a + n - 1d हुन्छ। अनि a भनेको फर्स्ट टर्म, d भनेको कमन डिफरेन्स अनि सम अफ यान टर्म्स निकाल्ने फर्मुला। जस्तै यदि कुनै पनि सिरिज चाहिँ एरिथमेटिक सिरिज छ भने त्यसको सम निकाल्ने फर्मुला n = n/2 2a + n - 1d है। अब तपाईहरुले मैले यहाँ सम अफ द फर्स्ट n नेचुरल नम्बर्स भनेर यहाँ लेखेको छु। द सम अफ n नेचुरल नम्बर्स आर जस्तै 1 2 3 जस्तै यो एउटा नेचुरल नम्बर दिएको छ 1 2 3 हैन। यसरी नै n टर्मसम्म होला। एउटा यो के हो एरिथमेटिक सिक्वेन्स हो। जस्तै कस्तो भन्दाखेरि एरिथमेटिक भनेको अब यो कमन डिफरेन्स चाहिँ सेम हुनुपर्छ। कमन डिफरेन्स भनेको सेकेन्ड टर्म माइनस फर्स्ट टर्म भन्छ 2 - 1 गर्दा 1 भयो। सिमिलरली अब यो त हामीले सेकेन्ड टर्म माइनस जसरी थर्ड टर्म माइनस सेकेन्ड टर्म गर्दा पनि के हुनुपर्छ 3 - 2 = 1 भनेपछि यसरी नै कमन डिफरेन्स भनेको दुईटा टर्म्स बीचको डिफरेन्स चाहिँ सबै टर्महरुमा सेम आउनुपर्छ है। यदि डी सेम भयो अर्थात् कमन डिफरेन्स चाहिँ कमन भयो भने त्यसलाई नै हामीले एरिथमेटिक सिरिज भन्छौँ। ठीक छ ल। अब यसको सम निकाल्ने फर्मुला हामीलाई थाहा छ n = n/2 2a + n - 1d। ल अब यसमा राख्नुहोस्। n भनेको n नै छ, a भनेको फर्स्ट टर्म भनेको 1 + n - 1d कमन डिफरेन्स भनेको 1 भनेपछि n/2 2 + n - 1 अनि 2 - 1 n + 1 भनेपछि कति आउने रहेछ त सम n + 1/2 रहेछ। भनेपछि यो चाहिँ सम हो। जस्तै अब यसको tn निकाल्नु पर्यो भने अर्थात् n टर्म कति हुन्छ भनेर निकाल्नु पर्यो भने tn = हामीलाई फर्मुला छ a + n - 1d। a भनेको फर्स्ट टर्म 1 अनि n - 1 कमन डिफरेन्स 1 भनेपछि 1 + n - 1 1 1 काटियो यहाँ चाहिँ n रह्यो हो। यसरी तपाईहरुले एरिथमेटिक सिरिजको tn र sn तपाईहरुले इजिली निकाल्न सक्नुहुन्छ। यो मैले जेनरल आइडिया तपाईहरुलाई बताइदिए। ओके र सिमिलरली अब जियोमेट्रिक सिरिजमा दिएको छ भने फर्मुला अफ यान टर्म भनेको tn a r⁴n - 1 हुन्छ। अनि सम अफ यान टर्म्स भनेको sn = a r⁴n - 1 / r - 1। यो r भनेको चाहिँ कमन रेशियो। अब यसमा जस्तै मैले एउटा एक्जाम्पल दिएको छु। अब कमन रेशियो भनेको सेकेन्ड टर्म डिभाइडेड बाइ फर्स्ट टर्म 4। यो सेकेन्ड टर्म 4 फर्स्ट टर्म 2 भनेपछि 2 भयो। अब अरु चेक गर्नको लागि अब अर्को थर्ड टर्म डिभाइडेड बाइ यो पनि गर्न सक्नुहुन्छ। सेकेन्ड टर्म 8/4 भनेको 2 अझै चेक गर्न सक्नुहुन्छ 16/8 हैन। भनेपछि सबैमा कमन रेशियो चाहिँ के आइरहेको छ सेम छ 2 छ हैन हो। अब यसको लागि हामीलाई tn निकाल्ने फर्मुला चाहिँ tn तपाईहरुले यसरी युज गर्नुस् a r⁴n - 1 हैन। a भनेको फर्स्ट टर्म, r भनेको कमन रेशियो n - 1 भनेपछि यो चाहिँ के रहेछ यसको tn अर्थात् यान टर्म निकाल्ने फर्मुला भयो। सिमिलरली sn तपाईहरुले यो फर्मुला राखेर r⁴n - 1 / r - 1 a भनेको फर्स्ट टर्म, r भनेको कमन रेशियो 2 2⁴n - 1 / 2 - 1 गर्न सक्नुहुन्छ। 2 × 2⁴n - 1 नै आयो। भनेपछि यसरी tn र sn निकाल्न सक्नु पर्यो। फर्स्टमा हामीले के चिन्नु पर्यो भन्दाखेरि कुन चाहिँ एरिथमेटिक सिरिजमा छ, एरिथमेटिक सिरिजमा छ कि
जियोमेट्रिक सिरिजमा छ भन्ने कुरा हामीले थाहा पाउनु पर्यो के फर्स्टमा यो थाहा पाइसके पछाडि हामीले अरू कुराहरू इजिली गर्न सक्छौँ र समरीमा तपाईँहरूलाई मैले समरीमा यहाँ फर्मुलाहरू पनि लेखिदिएको छु यो चाहिँ यति जाने भने तपाईँहरूलाई पुगिहाल्छ है यति फर्मुला यति जान्नुभयो भने तपाईँहरूले यो एक्सर्साइज इजिली पुगिहाल्छ टिएन भनेको एरिथमेटिक सिरिजमा ए प्लस एन माइनस 1 एन माइनस 1 डी अनि एसएन भनेको चाहिँ n/2 2a प्लस एन माइनस 1 डी यो चाहिँ समको फर्मुला भयो र समेसन अफ यान टर्म्सको फर्मुला सम गर्ने एन प्लस 1/2 हुन्छ यान स्क्वायरको एन प्लस 1 2n प्लस 1/6 हुन्छ यान क्युबको लागि चाहिँ एन प्लस 1/2 को होल स्क्वायर हुन्छ अनि यदि समेसन अफ कन्स्ट्यान्ट टर्महरू छ भने जस्तै 3 2 1 यस्तो कन्स्ट्यान्ट टर्महरू छ भने कन्स्ट्यान्ट टर्म इन्टु यान टाइम्सले मल्टिप्लाई गर्नुपर्ने हुन्छ र समेसन अफ जस्तै अब इक्जाम्पलको लागि समेसन अफ 2 भनेको एउटा कन्स्ट्यान्ट टर्म हो भनेपछि 2 इन्टु यान गर्नु पर्यो नि 2n भनेको यसको सम निकाल्ने फर्मुला भयो अब अर्को टिएन यो चाहिँ सिक्वेन्स सिरिजको के अरे हाम्रो यो माथिको मैले एरिथमेटिक सिरिजको लागि दिएँ अब यो चाहिँ जियोमेट्रिक सिरिजको लागि है जियोमेट्रीको लागि चाहिँ टिएन भनेको ए आरको पावर n-1 एसएन भनेको ए आरको पावर n-1/r-1 अनि समेसन अफ ए को पावर के छ अब भनेपछि जस्तै यो चाहिँ ए को पावर के भनेको कुनै पनि नम्बरहरू हुनसक्छ यसको लागि चाहिँ ए को पावर n+1 माइनस a डिभाइड बाई a माइनस 1 है यति फर्मुला जान्नुभयो भने तपाईँहरूले जुनसुकै सम पनि इजिली निकाल्न सक्नुहुन्छ र मैले 5 वटा क्वेसन यहाँ तयार पारेको छु ल हामीले यो 5 वटा क्वेसन्स गर्नेछौँ है यसकै आधारमा हामीले 5 वटा क्वेसन गर्नेछौँ फर्स्ट क्वेसन रहेको छ क्वेसन नम्बर 1 मा तपाईहरुले यो क्वेसनहरु सबै यति जान्नुभयो भने अरु कुनै पनि गर्नु पर्दैन किनभने यही प्याटर्नमा सबै क्वेसनहरु यही प्याटर्नमा छ यति 5 वटा प्याटर्नमै छ ल फर्स्ट क्वेसन हामीलाई दिएको छ तपाईहरुले यहाँ अब देख्न सक्नुहुन्छ 1.3 2.4 हैन अनि 3.5 भनेर दिएको छ अब यो क्वेशन्सहरुमा चाहिँ अब यसको सम निकाल भनेको हुन्छ र यान्त्रम निकाल भनेको हुन्छ हामीले यसलाई गरौँ अब हेर्नुस् है अब हामीले के गर्ने भन्दाखेरि यहाँ 1 × 3 छ यहाँ 2 × 4 3 × 5 भनेपछि पहिला यो फर्स्ट अगाडिको टर्महरु 1 2 3 को के निकाल्छौं यान्त्रम निकाल्छौं सोलुसन चाहिँ हियर यान्थ टर्म of 1 2 3 यसको यान्त्रम निकाल्ने फर्स्टमा है अनि यसको यान्त्रम भनेको हामीलाई फर्मुला थाहा छ यो कुन सिरिजमा छ एरिथमेटिक अर जियोमेट्रिक भनेपछि 1 2 3 यसको कमन डिफरेन्स सेम छ भनेपछि 1 छ त्यही भएर यो एरिथमेटिक सिरिजको फर्मुला आउनु पर्यो भनेपछि टिएन भनेको a + n - 1d हुन्छ a भनेको 1 + n - 1d भनेको डिफरेन्स 1 1 - 1 यो चाहिँ यान आयो भनेपछि यसरी नै पहिला हामीले 1 2 3 हरुको फर्स्ट अगाडिको नम्बरहरुको यान्त्रम निकाल्यौ सिमिलरली यान्थ टर्म अफ 3 4 5 हैन अब यसको पनि हामीले निकाल्नु पर्यो भनेपछि यो पनि सिमिलरली त्यही फर्मुला लाउनुहोस् a भनेको 3 + n - 1d भनेको यसको पनि 1 छ किनभने 4 - 3 भनेको 1 हुन्छ 5 - 4 पनि 1 हुन्छ 3 + n - 1 भनेपछि n + 2 आयो है अब यो दुईटैको यान्त्रम आयो भनेपछि अब हामीलाई यहाँ हेर्नुस् त यो अहिले यो दुईटा यान्त्रमहरु केमा छ भन्छ भन्दाखेरि यसको यस्तो भयो प्लस यहाँ के हुन्छ भन्दाखेरि t n जस्तै 1 * tn2 हुन्छ के अब यो किनभने मल्टिप्लाईमा छ भनेपछि अब हामीले tn1 निकाल्नु पर्यो tn2 निकाल्यौ हैन अब यसलाई n1 लेख्दा नि हुन्छ तपाईहरुलाई बुझ्नको लागि यसलाई n2 मान्दा नि हुन्छ अनि अब यसको यान्त्रम र यो मल्टिप्लाईमा भएको कारणले गर्दा अब टोटल यसको सबैको यो सिरिजकै सबै निकाल्दाखेरि के भयो त हिन्स यान्थ टर्म अफ द सिरिज यान्त्रम अफ द सिरिज भनेको tn1 * tn2 भयो ठीक छ ल भनेपछि n × n + 2 भयो भनेपछि यो कति भयो n² + 2n भनेर यान्त्रम अफ द सिरिज आयो अब भनेपछि अब हामीले समेसन अफ
टिएन भनेको सम गरेर सम निकाल्नु पर्यो। यो टिएन त हाम्रो यो सिरिजको टिएन आइसक्यो। अब यसको सम निकाल्नको लागि समेसन अफ टिएन समेसन अफ यान स्क्वायर प्लस 2n यसलाई हामीले छुटाइदिउँ। छुटाउँदा के भयो त समेसन अफ यान स्क्वायर प्लस समेसन अफ 2n यान स्क्वायर प्लस 2 लाई बाहिर लेख्यो भने यान। ल अघि मैले तपाईहरुलाई एउटा फर्मुला भनेको थिएँ। मैले किन यो फर्मुला लेखेँ भन्दाखेरि हो यहाँ लेखेँ नि यो समेसन यान स्क्वायर समेसन यान क्यूब समेसन अफ 2 अथवा कन्स्ट्यान्ट टर्मको लागि समेसन a को पावर के यस्तो टर्ममा दिएको छ भने यो फर्मुला हेर्ने ट्याक्क राख्ने भनेपछि यहाँ सिमिलरली अब हेर्नु त समेसन अफ यान स्क्वायर भनेको कति राख्नु पर्यो यो राख्नु पर्यो। समेसन अफ यान भन्यो भने यो राख्नु पर्यो। समेसन यान क्यूब भन्यो भने यो राख्नु पर्यो। यो कुरा तपाईहरुले बुझ्नु होला। ल समेसन यान स्क्वायर को हामीले भ्यालु राखौं। समेसन यान स्क्वायर भनेको चाहिँ यान प्लस यान 2n प्लस 1 डिवाइडेड बाई 6 प्लस 2 यान प्लस 1 बाई 2 है। ल अब यहाँ तपाईहरुले यो 2 काटियो भनेपछि के हुने भयो त यान प्लस 1 2n प्लस 1 डिवाइडेड बाई 6 प्लस यान प्लस 1 यो दुईटामा एलसीएम लिन सक्नुहुन्छ। एलसीएम लियो भने 6 भयो। यान प्लस 1 2n प्लस 1 प्लस 6 यान प्लस 1 एलसीएम लिइसके पछाडि अब हेर्नु त यहाँ यान र यान प्लस 1 दुईटाबाट कमन छ भनेपछि हामीले कमन निकालौं। बाँकी रह्यो 2n प्लस 1 अनि फेरि यान प्लस 1 बाँकी रह्यो यहाँ 6। यसलाई बिग ब्राकेटमा राख्दै मैले 6 मा चाहिँ यो चाहिँ फाइनल एन्सर आयो। यान प्लस 1 2n प्लस 6 प्लस 1 भनेको 7 6। दिस इज द फाइनल एन्सर अफ सम अफ टिएन भनेर यति आयो है। अब यस्तो कुराहरु तपाईहरुले इजिली हेर्न सक्नुहुन्छ। यो प्याटर्न हेर्ने हो। यसको चाहिँ फर्स्ट टर्म कस्तो प्याटर्नमा छ हामीले दुईटैको लागि टिएन निकाल्यौं अनि यो अहिले मल्टिप्लिकेसनमा भएर टिएन 2 भनेको चाहिँ यसको पुरै सिरिजको चाहिँ सम आउने भयो। ल तपाईहरुले यो क्वेशन यस्ता खाले क्वेशनहरु गर्न सक्नुहुन्छ। नेक्स्ट क्वेशन हामी जान्छौं। नेक्स्ट क्वेशनमा छ क्वेशन नम्बर 2 चाहिँ 1 प्लस 1 प्लस 3 प्लस 1 प्लस 3 प्लस 5 प्लस यो छ हैन। अब यहाँ हेर्नुस् है। अब यहाँ के छ भन्दाखेरि यान टर्म कस्तो होला। अब यो यस्तै नै जाँदैपछि यहाँ दिएको त हुँदैन। अब तपाईहरुले यो कुरा बुझ्नु पर्यो कि यसरी नै यान टर्मसम्म जाला लास्ट हैन। भनेपछि यसको यान टर्म निकाल्नु भनेकै यो निकाल्नु हो हैन। यसको सम निकाल्ने रहेछ भनेपछि यसको टिएन भनेकै के छ भन्दाखेरि अहिले यो सम भएर गइरहेको छ के भनेपछि यसको लास्ट टर्म चाहिँ यसरी नै होला हैन। यान टर्म कति नम्बर टर्मसम्म निकाल्ने भनेपछि टिएन भनेकै हामीले के निकाल्ने हो 1 प्लस 3 प्लस 5 प्लस अप टु यान टर्मसम्म भनेपछि यो भनेकै के हो सम अफ 1 प्लस 3 प्लस 5 प्लस अप टु यान टर्मसम्मको सम निकाल्ने भनेपछि यसमा एरिथमेटिक सिरिज हो। किन भन्दाखेरि 3 - 1 2 हुन्छ 5 - 3 पनि 2 हुन्छ। कमन डिफरेन्स चाहिँ सेम भइसक्यो। यसको सम निकाल्नु पर्यो। यान बाइ 2 2a प्लस यान माइनस 1d चाहिँ यसको फर्मुला भयो एरिथमेटिक सिरिजको लागि। यान नै भयो a1 राख्नुस् यान माइनस 1d भनेको कमन डिफरेन्स 2 3 - 1 2 भयो। यान बाइ 2 2 प्लस 2n माइनस 2 यो 2 काटियो यान बाइ 2 इन्टु 2n यो 2 पनि काटियो भनेपछि यान स्क्वायर आयो है। अब यो कुरा तपाईहरुले बुझ्नु कि यो टिएन भन्ने जुन यो यान स्क्वायर आएको छ नि। अब तपाईहरुले एन्सर पनि चेक गर्न सक्नुहुन्छ। एन्सर चेक गर्दाखेरि जस्तै मलाई फर्स्ट टर्म चाहियो रे। फर्स्ट टर्म चाहियो भने चाहिँ टी1 कति हुन्छ त 1 को स्क्वायर 1 हो भनेपछि फर्स्ट टर्म 1 आयो हैन। फर्स्ट टर्म त 1 छ। सिमिलरली टी2 निकाल्नु पर्यो रे। 2 को स्क्वायर भनेको यहाँ ल राख्नु भयो भने 4 भयो भनेपछि सेकेन्ड टर्म त यो हो नि। यो भनेको 1 प्लस 3 भनेको 4 आयो हैन। टी3 भनेको मानौ अब यहाँ 3 को स्क्वायर भनेपछि 9 हुन्छ। 9 आउनु पर्यो के। यहाँ चाहिँ 1 प्लस 3 प्लस 5 भनेको 5 प्लस 3 8 8 प्लस 1 9 भयो भनेपछि यसरी तपाईहरुलाई टर्म मिल्दै जान्छ है। अगाडिको क्वेशनमा पनि तपाईहरुले त्यो टर्म चेक गर्न सक्नुहुन्छ ओके। ल अब यो हाम्रो यो टिएन आइसकेपछि हामीले निकाल्ने अब सम हो। समेसन अफ टिएन भनेको समेसन अफ यान स्क्वायरको अघि मैले फर्मुला लेखिसके। सिधै हामीले फर्मुला लेखिदिने हो। यान प्लस 1
2n plus 1/6. This is the final answer. Question number 2 is completed. Okay. ल हामी क्वेसन नम्बर 3 मा हामी जान्छौँ. क्वेसन नम्बर 3 मा रहेको छ 1.2 को स्क्वायर 1.2 को स्क्वायर प्लस 3.4 को स्क्वायर प्लस 5.6 को स्क्वायर यस्तो छ. अब हामीले सुरुमा 1 नम्बरमा गरेको क्वेसन पनि यस्तै थियो, तर यहाँ स्क्वायर छ, त्यति फरक छ है. अब भनेपछि पहिला हामीले के निकाल्छौँ, यान टर्म निकाल्छौँ हैन. हियर जस्तै यसलाई मानौ सुरुको n1th टर्म अफ 1 अगाडि टर्मको. जस्तै अब यसमा गएपछि यहाँ के हुन्छ भन्दाखेरि n1 टर्म कति हुन्छ, जस्तै t n1 टर्म आउला यहाँ इन्टु t n2 को चाहिँ स्क्वायर हुने भयो कि. किन भन्दाखेरि अहिले यो प्याटर्नमा छ नि त, यसको 1 3 5 चाहिँ t n1 यसको निकाल्छु इन्टु अर्कोमा के छ भन्दाखेरि यहाँ स्क्वायरिङ छ भनेपछि यसको स्क्वायर गर्नु पर्यो. भनेपछि हामीले निकाल्न खोजेको त्यही होला. n1 टर्म अफ दि 1 3 5 यसको के हुने भयो भन्दाखेरि a प्लस n माइनस 1d. किन यो एरिथमेटिक सिरिजमै छ. a भनेको 1 प्लस n माइनस 1, d भनेको कमन डिफरेन्स 2, 1 प्लस 2n माइनस 2, 2n माइनस 1. दिस इज द n टर्म अफ दि 1 3 5 अप टु n टर्मसम्मको n टर्म आयो. सिमिलरली n टर्म अफ के को पहिला हामीले 2 4 6 को निकालौँ है यसरी. किनभने यसको स्क्वायरिङ त त्यसको स्क्वायरिङ गर्दैछ हुन्छ. भनेपछि 2 4 6 को निकाल्दै गर्दाखेरि यो पनि राख्नुस् त्यसमा फर्मुलामै n माइनस 1d. a भनेको 2 प्लस n माइनस n भनेको d भनेको कमन डिफरेन्स 2 भयो. भनेपछि 2 प्लस 2n माइनस 2 यो चाहिँ 2n भयो. यो के हो भनेपछि 2n आयो. भनेपछि अब हामीले मैले यहाँ प्याटर्न देखाइदिएको थिएँ. भनेपछि यो मल्टिप्लाईमा छ tn1 र tn2 को स्क्वायर गर्यो भने त पुरै n टर्मै आयो. भनेपछि n टर्म अफ सिरिज भनेको tn1 मल्टिप्लाई tn2 होल स्क्वायरको टर्ममा छ. स्क्वायरमा ठिक छ. 2n माइनस 1 भनेको 2n को होल स्क्वायर भयो. 2n माइनस 1 4.n स्क्वायर. यसलाई स्क्वायर हामी खोल्यौँ भनेपछि अब यसलाई मल्टिप्लाई तपाईहरुले गर्नुहोस्. 4n स्क्वायर इन्टु 2n 8n क्यूब माइनस 4n स्क्वायर भयो. अब यो चाहिँ tn अफ दि सिरिज हो. ओके. अब यसको सम निकाल्नको लागि समेसन अफ tn भनेको समेसन अफ 8n क्यूब माइनस 4n स्क्वायर भयो हो. अब यहाँबाट अझै 4 कमन लियो भने n क्यूब 2n क्यूब माइनस n स्क्वायर हुने भयो. दिस इज समेसन अफ 2n क्यूब माइनस n स्क्वायर. अब यसको फर्मुला राख्नुहोस्. अब समेसन अफ 2n क्यूबलाई हामीले यसरी समेसन अफ 2n क्यूब पनि लेख्न पाइयो माइनस समेसन अफ n स्क्वायर. ओके. 2 यहाँ बाहिर निकालेको है. 2 बाहिर निकालियो समेसन n क्यूब माइनसको माइनस अनि समेसन अफ n स्क्वायर भयो. अनि यसको फर्मुला राखौँ. अब 4 सबैको लागि कमन छ. 2n क्यूब भनेको n प्लस 1/2 को होल स्क्वायर भयो माइनस n प्लस 1 2n प्लस 1 डिवाइडेड बाई 6 यति भयो 4. अब यहाँ 2 n स्क्वायर n प्लस 1 को होल स्क्वायर डिवाइडेड बाई 2 को स्क्वायर 4 माइनस n प्लस 1 2n प्लस 1 डिवाइडेड बाई 6 यति आयो. भनेपछि अब 4 यहाँ छँदैछ. यो 2 2 काट्दिए. अब यहाँ 2 र 6 को एलसीएम लिनु पर्यो हैन. एलसीएम लिँदाखेरि 2 र 6 को 6 यसलाई 3 ले मल्टिप्लाई गर्नु पर्यो. n स्क्वायरलाई n इन्टु n लेखेँ मैले. n प्लस 1 लाई n प्लस 1 नै लेखिदिए. अनि यता बाँकी रह्यो n प्लस 1 2n प्लस 1. ल यतिसम्म हामीले निकाल्यौँ है त. अब यतिसम्म आइसके पछाडि 4. अब हेर्नुस् त यो माथिको टर्मबाट कुन कमन छ. एउटा n कमन छ, एउटा
यान प्लस 1 कमन छ क्या दुईटाबाट यो यान र यो यान प्लस 1 कमन छ भनेपछि यसलाई बाहिर निकालौं भनेपछि 3 त यही छ अब सुरुमा हामीले यान र यान प्लस 1 बाहिर निकाल्यो भने बाँकी रहेको भित्रलाई के बाँकी भयो यसमा 3 इन्टु यान प्लस 1 बाँकी रह्यो यसमा पनि 2 यान प्लस 1 बाँकी रह्यो यो 6 को 6 छँदैछ ठीक छ ल 6 लाई बाहिर निकाल्दियो भने 4 यान प्लस 1 डिवाइड बाइ 6 अब ब्राकेट भित्रको 3 यान मल्टिप्लाई यान प्लस 1 माइनस 2 यान प्लस 1 यति बाँकी रह्यो ठीक छ यो 6 लाई बाहिर निकाल्यो यो यान प्लस 1 4 सबै बाहिरै भयो अब 2 2 जा 4 2 3 जा 6 भनेपछि 2/3 यान प्लस 1 को यसमा बाँकी रह्यो कति भित्रको मल्टिप्लाई गर्नुहोस् 3 यान इन्टु यान 3 यान स्क्वायर प्लस 3 यान माइनस 2 यान माइनस 1 2/3 यान प्लस 1 अब यहाँ बाँकी कति रह्यो भनेपछि 3 यान स्क्वायर 3 यान माइनस 2 यान प्लस यान माइनस 1 सिधा फाइनल एन्सर आयो है यो चाहिँ हाम्रो सम आयो टिएन हामीले यो निकाल्यौं यसको सम चाहिँ हामीले निकाल्यौं ल क्वेशन नम्बर 4 मा आएका छौं क्वेशन नम्बर 4 मा चाहिँ के छ भन्दाखेरि क्वेशन नम्बर 4 मा 3 plus 7 plus 13 plus 21 plus 31 plus यो छ ठीक छ अब यसमा हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो जुन जेनरल टर्म दिएको छ यसरी एउटा सिरिज दिएको छ अब यो सिक्वेन्स केमा छ त कमन डिफरेन्स सेम छ कि अर्थात कमन रेशियो सेम छ कि हामीले त्यो हेर्नु पर्यो रेशियो र डिफरेन्स चाहिँ के छ भनेर हेर्नु पर्यो फर्स्टमा कमन डिफरेन्स हुन्छ कि हुँदैन हेरौँ है डिफरेन्स चाहिँ कमन छ कि छैन भनेर हेर्दै गरी जस्तै 7 - 3 कति भयो त 4 भयो हैन अब 13 - 7 गर्दाखेरि 6 भयो के भनेपछि यो र यो कमन भयो त डिफरेन्स भएन त्यसकारण चाहिँ यो एरिथमेटिक सिरिजमा पनि रहेनछ एरिथमेटिक सिरिजमा छैन भन्ने कुरा थाहा भयो भने सिमिलरली अब रेशियो चाहिँ कमन छ कि छैन हेर्दाखेरि 7/3 हुने भयो अर 13/7 यो पनि रेशियो पनि कमन रहेनछ त्यसकारण यो कुनै पनि सिरिजमा छैन न सिक्वेन्स न जियोमेट्रिकमा न एरिथमेटिकमा सो हामीले अब यसलाई चाहिँ एउटा कुनै एउटा टेक्निक लाउँछौं जस्तै यो यास्यान हो भने 3 + 7 + 13 + 21 + 31 प्लस जस्तै यसलाई अब हामीले tn - 2 tn - 1 plus tn लेख्दिए मैले यो किन लेखेको भन्दाखेरि यदि लास्ट टर्म यान हो भने त्यो भन्दा अगाडिको टर्म n - 1 त्यो भन्दा अगाडिको टर्म n - 2 हुने भयो है यसरी नै हुँदै गएको हो ठीक छ त्यही भएर हामीले लास्ट टर्म tn मानेको अब यहाँ चाहिँ फेरि हामीले के यो यासेनलाई नै फेरि कपी गर्ने तर एक स्टेप स्पेस छोडेर 3 + 7 यहाँ चाहिँ खाली स्पेस छोड्नु पर्यो 3 को 3 अनि 7 प्लस 13 प्लस अनि कति भयो 21 प्लस 31 एक स्टेप छोड्दै जानु पर्यो है यसरी नै अब यहाँ के होला tn - 2 होला यहाँ चाहिँ tn - 1 होला अनि लास्टमा चाहिँ tn होला यतिसम्म तपाईहरु बुझ्नु भयो हैन अब यो सबैबाट घटाइदियो भने जस्तै यो टर्म चाहिँ यहाँ माइनस सबैबाट माइनस गर्यो भने ल माइनस यासनबाट यासन घटाउँदा 0 3 बाट 0 घटाउँदा 3 भयो 3 मा यहाँ त टर्म छैन नि 0 छ नि त त्यसकारण चाहिँ 3 बाट 0 घटाउँदा 3 भयो 7 अब 7 बाट 3 घटाउनु पर्यो 4 भयो 13 बाट 7 6 भनेपछि यसरी नै यो प्याटर्न यसरी नै मिल्दै आउँछ अब यहाँ हेर्नुभयो भने tn - 1 बाट के घटिरहेछ त tn - 2 घटाइरहेछ हैन यो घटाइयो अनि यहाँ त 0 छ 0 बाट -10 भनेपछि -tn भयो अब यसलाई बाहिर अगाडि ल्यायो भने tn पोजिटिभ भयो यो अगाडि ल्याउँदा tn = 3 + 4 + 6 + 8 प्लस अप टु कतिसम्म यान टर्मसम्म भयो अब हाम्रो
प्याटर्न चाहिँ यस्तो देखियो। अब प्याटर्न देखिँदा त 4 6 8 यो चाहिँ तपाईँको हेर्नुहोस् त यो एरिथमेटिक सिरिजमा छ, एरिथमेटिक सिरिजमा छ हैन, किनभने कमन डिफरेन्स चाहिँ कमन छ। 4 र 6 मा 2, 6 र 8 मा पनि 2 छ, यसरी नै भइरहेछ। तर यसले यो चाहिँ छैन। त्यसकारण चाहिँ हामीले जति छ यो पुरै टर्म चाहिँ कतिवटा टर्म छ त, यो पुरै टर्म चाहिँ यानवटा टर्म छ हो, यान टर्म्स छ। तर अब हामीलाई यो 3 लाई त गर्न सकेनौँ किनभने यो एरिथमेटिक सिरिजमा छैन, यसले बिगारेको कुरो भनेपछि यसलाई छुट्टै बनाइदिनु पर्यो र हामीलाई 4 + 6 + 8 प्लस अब यहाँ टर्म चाहिँ यान -1 टर्म हुने भयो के, बुझिरहनु भएको छ। भनेपछि यो यतिको चाहिँ हामीले गर्नु पर्यो। अब किन भन्दाखेरि यो पुरै टर्म यानवटा थियो, यसबाट यो 3 लाई हटाए एउटा हटाइयो भने यान -1 टर्म भयो है। भनेपछि अब यसको हामीले Tn = 3 प्लस अब यसको समको फर्मुला राखौँ n/2, n भनेको अहिले यान -1 छ, 2 × a भनेको 4। अब यहाँ हेर्नुहोस् यान फर्मुलाको यान हो, तर हामीसित यान भनेको यान -1 छ, -1 बुझ्नु पर्यो कि यान भनेको ठाउँमा यान -1 ले रिप्लेस गर्दै जानु पर्यो। यान -1 d भनेपछि यति भयो। ल 3 प्लस यान -1/2 8 प्लस यान -2 × 2 यति भयो। 3 प्लस यान -1/2 यहाँ कति हुन्छ त 8 प्लस 2n -4, 3 प्लस यान -1/2 भनेपछि 4 प्लस 2n, यहाँबाट 2 कमन लियो भने 3 प्लस यान -1/2, 2 कमन लियो भने 2 2 जा 4 प्लस यान 0 काट्यो, 3 प्लस यान -1 यान प्लस 2 भयो। यसलाई सल्भ गर्दा 3 प्लस यान को स्क्वायर प्लस 2n माइनस यान -2 भनेपछि कति भयो 3 प्लस यान स्क्वायर प्लस यान -2, फाइनल एन्सर यान स्क्वायर प्लस यान प्लस 1। अब हामीले चेक गर्नुपर्छ जुन हामीले यो Tn त निकाल्यौँ हैन, अब हाम्रो एन्सर मिल्यो मिलेन चेक गर्न T1 भनेको 1 को स्क्वायर प्लस 1 प्लस 1 भनेपछि 3 भयो। T2 भनेको 2 को स्क्वायर प्लस 2 प्लस 1 भनेपछि 4 प्लस 2 प्लस 1 7 भनेपछि फर्स्ट टर्म 3 छ, सेकेन्ड टर्म 7 छ भनेपछि मिल्यो त। फर्स्ट टर्म 3 सेकेन्ड टर्म 7 भनेपछि त्यो प्याटर्न मिल्नु पर्यो। यदि तपाईहरुले निकालेको Tn सँग त्यो क्वेशन चाहिँ मिलेन भने बिग्रियो भन्ने बुझ्नु होला है। अब हामीले Tn निकाल्यौं, Tn निकालिसकेपछि अब हामीले के गर्छौं त यसलाई Sn निकाल्छौं भनेपछि Tn हाम्रो आएको छ यहाँ यान स्क्वायर प्लस यान प्लस 1। अब हामीले के निकाल्ने सम निकाल्ने भनेको समेसन अफ Tn भनेको समेसन अफ यान स्क्वायर प्लस यान प्लस 1, समेसन अफ यान स्क्वायर भनेको यान n। अब यसरी छुटाइदिए है मैले समेसन अफ यान स्क्वायर भनेको यान n प्लस 1 2n प्लस 1/6 भयो, प्लस यान को लागि चाहिँ फेरि यान प्लस 1/2 भयो हैन। यसलाई एक स्टेप यसरी लेख्न सक्नुहुन्छ यान स्क्वायर प्लस समेसन अफ यान प्लस समेसन अफ 1, यान स्क्वायर को यो यान को यो 1 को 1 * यान हो। अब यसरी तपाईहरुले आफै गर्न सक्नुहुन्छ है। ल अब मैले यो यहीसम्म गर्दिए, अब अर्को हामी लास्ट क्वेशन गर्छौं। यो चाहिँ तपाईहरुले अब गर्न सक्नुहुन्छ। क्वेशन नम्बर 5 हामी गर्छौं। अब क्वेशन नम्बर 5 चाहिँ लास्ट क्वेशन रहेको छ। ल यसमा के छ भन्दाखेरि 2 + 5 + 14 + 41 प्लस यो छ हो। यो चाहिँ क्वेशन नम्बर 5 यो छ। ल भनेपछि यसलाई पनि अहिलेको जस्तै गरौँ। यो पनि जियोमेट्रिक सिरिजमा पनि छैन र एरिथमेटिक सिरिजमा पनि छैन, किनभने कमन डिफरेन्स पनि कमन छैन, रेशियो पनि सेम छैन है। त्यही भएर हामीले यसलाई पनि अहिलेकै टेक्निकली गर्नु पर्यो। Sn भनेको 2 + 5 + 14 + 41 प्लस यसरी नै Tn -1 अनि फाइनल टर्म Tn होला। यसरी नै फेरि Sn नै लेख्नु पर्यो, एक स्टेप छोड्नु पर्यो लगातार 2 + 5 + 14 + 41 प्लस अब यसमा चाहिँ Tn -2 हुने भयो, यसमा Tn -1 प्लस Tn हैन। यसरी हामीले मिलाएर लेखौँ। अब यसलाई सबैबाट नेगेटिभ साइन गर्यो भने
नेगेटिभ भनेको घटाइयो हामीले सबट्र्याक्ट गरियो सबट्र्याक्ट गर्दै गर्दाखेरि अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एसएनबाट एसएनको 0 हैन 2 बाट यहाँ छैन 0 छ भनेपछि 2 बाट 0 भने 2 + 5 - 2 3 + 14 - 5 9 यसरी 27 + up to -tn आउला किनभने यहाँ 0 बाट tn अब यो यसबाट यो घटिहाल्छ हैन यो सिमिलरली यही प्याटर्नमा आउँछ भने यहाँ 0 छ 0 बाट tn गर्दा -tn भयो पनि 0 + 2 + 3 + 3 को स्क्वायर + 3 को क्यूब -tn यो tn लाई अगाडि ल्यायो भने 2 + 3 + 3 स्क्वायर + 3 को क्यूब अब यो कहाँसम्म जाने त अप टु n टर्मसम्म जाने भयो ठीक छ ल अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यति चाहिँ तपाईको जियोमेट्रिक सिरिजमा गइराछ हैन जियोमेट्रिक सिरिजमा छ अब यस किनभने रेशियो सेम छ 3 स्क्वायर बाइ 3 3 नै हुन्छ 3 क्यूब बाइ 3 स्क्वायर पनि 3 नै हुन्छ कमन रेशियो सेम भयो ठीक छ रेशियो सेम भइसकेपछि तर यो 2 ले गर्दा यहाँ बिग्रियो हैन 2 ले भनेपछि अहिलेको जस्तै यो पुरै टर्म यान टर्म्स हो यो 2 लाई हटाउनु पर्यो भनेपछि यो पुरै टर्म्स यस्तो लेख्नु पर्यो अब तपाईहरु चाहिँ 3 + 3 को स्क्वायर + 3 को क्यूब प्लस अप टु अब यहाँ चाहिँ यान -1 टर्म्स लेख्नु होला हामीले यसलाई मिलाउन खोजेको यो पुरै टर्म चाहिँ यान टर्म्स हो अनि यो 2 लाई हामीले यान टर्म्सबाट अहिले बाहिर निकाल्दै छौं भनेपछि बाँकी रह्यो यान माइनस टर्म्स हैन जस्तै 2 + 3 + 3 को स्क्वायर भएर मानौं यो दुईटा सम गर्दाखेरि यो पुरै टर्म चाहिँ यान टर्म्स थियो यसलाई हटाइयो भने यान -1 टर्म्स जस्तो देखेको के ल tn = अब यो जियोमेट्रिक सिक्वेन्समा छ जियोमेट्रिकमा छ भनेपछि यसको समको फर्मुला हुन्छ sn = a r को पावर n - 1 r - 1 यो फर्मुला छ हैन अब यसमा तपाईहरु राख्न सक्नुहुन्छ a भनेको 3 फर्स्ट टर्म r भनेको कमन रेशियो पावर n अब तर हामीसित n कति छ त n - 1 टर्म छ त्यही भएर n - 1 हुने भयो डिवाइड बाइ 3 - 1 2 + 3 को पावर n - 1 डिवाइड बाइ 2 अब एलसीएम लिनु भयो भने यो 2 भयो 2 2 जा 4 प्लस 3 मल्टिप्लाई 3 को पावर n - 1 माइनस 3 t को पावर n 4 - 3 भनेको अब यहाँ 3.3 को पावर n - 1 4 - 3 भनेको -1 प्लस 1/2 यति भयो ठीक छ ल tn = अब यसलाई बेस सेम छ 3 3 बेस हो पावर एड हुन्छ भनेपछि 3 को पावर 1 प्लस n - 1 प्लस 1 डिवाइड बाइ 2 यसो कति आयो त यो 1 1 काट्यो भनेपछि 3 को पावर n प्लस 1 डिवाइड बाइ 2 हाम्रो tn को भ्यालु आयो है यसको tn रहेछ 3 को पावर n प्लस 1 डिवाइड बाइ 2 यो चाहिँ tn रहेछ ठीक छ ल अब हामीले tn आइसके पछाडी अब हामीले यसको सम निकाल्नु पर्यो हैन अब tn को भ्यालु कति थियो 3 को पावर n प्लस 1 डिवाइड बाइ 2 अनि तपाईहरुलाई मैले सुरुमा एउटा फर्मुला दिएको थिए a को पावर k को फर्मुला चाहिँ a को पावर n प्लस 1 मैले तपाईहरुलाई फर्स्टमा लेखेको फर्मुला तपाईहरुले याद गर्नु होला किनभने त्यो इम्पोर्टेन्ट छ के जस्तै मैले यहाँ तपाईहरुलाई लेखेको छु नि यो फर्मुला हेर्नुस् त भनेपछि एरिया a को पावर k वाला फर्मुला हैन अब a को पावर k भनेको a को पावर n प्लस 1 माइनस a डिवाइडेड बाइ a माइनस 1 हो यो फर्मुला चाहिँ युज गर्नु होला तपाईहरुले माइनस a डिवाइडेड बाइ जियोमेट्रिक सिक्वेन्समा छ भने भन्न खोजेको मिनिङ मैले यहाँ भन्न खोजेको समेसन अफ tn भनेको चाहिँ समेसन अफ 3 को पावर n प्लस 1/2 छ यो 1/2 बाहिर निकाल्यो भने समेसन अफ 3 को पावर n प्लस 1 भयो 1/2 summation of 3 को पावर n plus summation of 1 1/2 अब हेर्नुस् ल अब यो 3 को पावर n लाई हामीले डाइरेक्ट यो लेख्न सक्छौं अर्थात यो भनेको मिनिङ के हो भन्दाखेरि 3 को पावर n को सम गर भनेको मिनिङ 3 को पावर 1 प्लस 3 को पावर 2 प्लस 3 को क्यूब प्लस यसरी नै 3 को पावर n सम्मको सम गर भनेको के खास गरी यो जियोमेट्रिक सिरिजमै छ हैन जियोमेट्रिक सिरिजबाटै आएको फर्मुला हो र डाइरेक्टली तपाईहरुले यो एउटा जाने भने लेखिराख्नु परेन भनेर मैले तपाईहरुलाई राखे है 1/2 अब यहाँ राख्नुस् a भनेको 3
ठिक छ भनेपछि a भनेको 3 को पावर n प्लस 1 माइनस 3 डिभाइड बाई 3 माइनस 1 प्लस 1 को कति हुन्छ 1 इन्टु n हुन्छ भनेपछि 1/2 3 को पावर n प्लस 1 माइनस 3 डिभाइड बाई 2 प्लस n 1/2 3 को पावर n प्लस 1 माइनस 3 प्लस 2n डिभाइड बाई 2 एलसीएम लियो है एलसीएम लिएपछि 1/2 2 जा 4 भनेपछि 3 को पावर n प्लस 1 प्लस 2n माइनस 3 भनेपछि यो चाहिँ समेसन अफ टिएन आयो यो भनेको समेसन अफ टिएन आयो हुन्छ यसरी तपाईहरुले यो क्वेशन्सहरु प्र्याक्टिस गर्न सक्नुहुन्छ र यति क्वेशन्स तपाईहरुले यो प्याटर्न बुझ्नुभयो भने एक्सरसाइज फर्स्ट सिक्वेन्स एन्ड सिरिजको तपाईहरुले सजिलैसित गर्न सक्नुहुन्छ